नमस्ते सुरेन्द्र जी, अन्नपूर्ण स्पाइकर किङ्समा हजुरलाई स्वागत छ। हजुरको बारेमा यसो भनिदिनुहोस् न। नमस्ते, म सुरेन्द्र केसी। मेरो घर चाहिँ पश्चिमी रुकुम सानबेरी गाउँपालिका वार्ड नम्बर 4। अहिले चाहिँ म हाल एपिएफमा व्यवसायिक रूपबाट भलिबल खेल्दैछु। सो हजुर हुर्किँदाखेरि भलिबल कस्तो थियो त हजुरको लागि? हजुरलाई कहाँबाट खेल्न सुरु गर्नुभएको त? अब म हुर्किने बेला भन्दा पनि म चाहिँ आफ्नो पढाइ लगभग एसीसम्म पुग्ने टाइममा चाहिँ मैले भलिबल खेल सुरु गरेको हो। त्यति बेला चाहिँ 2076 सालमा चाहिँ हाम्रो सानबेरी गाउँपालिकाको चाहिँ हाम्रो सानबेरी माध्यमिक विद्यालयको प्राङ्गणबाट मेरो भलिबल सुरु भएको हो। अब त्यति बेला हाम्रो भलिबल चाहिँ हाम्रो समुदायमा भलिबल खेल मात्र नभएर जुनियनको रूपमा पनि जोडिएको थियो। सो वाट पोजिसन डु यु प्ले इन भलिबल? आउटसाइड स्ट्राइकर। अनि अब हजुरको भलिबल ओरिजिन स्टोरी अलिकति अझ मजाले डिस्क्राइब गर्नुहोस् न। हजुरले चाहिँ कतिवटा गेम खेल्नु भएको छ, हजुरको एक्सपिरियन्स कस्तो छ अहिलेसम्म, हजुरलाई कहाँबाट भलिबलमा इन्ट्रेस्ट आएको? यो भलिबल सुरु चाहिँ मैले फेरि पनि रिपिट गरेँ, मेरो रुकुम पश्चिम भागको सानबेरी गाउँपालिका वार्ड नम्बर 4 सानबेरी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भयो। र त्यहाँ प्राङ्गणबाट सुरु गर्ने क्रममा मेरो प्रशिक्षक टिममेट सबैले गर्दा मेरो खेलमा सुधार्दै गयो। खेल सुधार्दै जाँदै गर्दा मेरो एपिआर क्लबको सेटर हाम्रो लोकेन्द्र गिरी दाईले चाहिँ मलाई उहाँको थ्रुबाट चाहिँ म एपिआर क्लबमा जोइन भएर त्यही जोइन हुन मेरो गरेको सबभन्दा ठुलो उपलब्धि जस्तो लाग्छ मलाई। हजुरको फेभरेट भलिबल मोमेन्ट भन्नुहोस् न त हजुरको एन्टायर जर्नीमा। अब त्यस्तो त ठिकै छ। अनि हजुरको जर्सी नम्बर चाहिँ के होला त हाम्रो अन्नपूर्ण स्पाइकर किङ्समा? मेरो जर्सी नम्बर 18 नै हुन्छ। हजुरले चाहिँ किन 18 चुज गर्नुभएको? मैले 18 चुज गर्नुको कारण चाहिँ मेरो यसमा विशेष अर्थ छ र खेल त्यो जर्सी नम्बर लाएर मैले खेलभित्र प्रवेश गर्दा चाहिँ मेरो छुट्टै प्रेरणा हुने कारणले चाहिँ मैले 18 नम्बर जर्सी लाउने गरेको छु। अनि अब यो सिजनमा हजुरले के प्रुभ गर्न चाहनुहुन्छ त? मैले यो सिजनमा मेरो आफ्नो क्षमता निरन्तर अभ्यास मैले चाहिँ सबमा प्रमाणित गर्न चाहन्छु र म यो पनि देखाउन चाहन्छु कि रुकुम जिल्लाबाट चाहिँ आएका खेलाडीहरूले पनि यस्तो स्तरमा चाहिँ भलिबल खेल्दो रहेछ भन्ने कुरा पनि देखाउन चाहन्छु।